अहिले ढोक्छ त्यतै घुम्न जाउँ कि भन्दा उपस्थित हुनुभएका परिवारजनज्यूहरू, आफन्तजन, इष्टमित्र, सेवासाथीहरू, काकाबाट पाल्नुभएका मलामीज्यूहरू, हामीले उहाँले गर्नुभएको देखाउनुभएको बाटो, उहाँले गर्नुभएको कामहरूलाई हामीले मनोनयन गरेका छौँ र उहाँले भनिराख्नुहुन्थ्यो सेवा जोगिनु, धेरै सेवा गर्नु, बिहान साँझ जप गर्नु, सेवा गरिराख्नु भनिराख्नुहुन्थ्यो। मागको समीपमा पुग्नु गाह्रो छ, शेषै साङसाङ हुनु, जुन यस्तो उहाँले चाहिँ आशीर्वाद दिइराख्नुहुन्थ्यो। यसरी आफ्नो जीवनकालभरिमा उहाँले सेवामै आफ्नो जीवन पर्यन्तसम्म उहाँले गरेर जानुभयो, एउटा बाटो देखाएर जानुभएको छ। यसको लागि हामी उहाँको लागि सम्पूर्ण उपस्थित हुनुभएका, मैले सम्बोधन गरिसकेका जो व्यक्तित्वज्यूहरू हुनुहुन्छ, उहाँको पार्थिव शरीरको अगाडि हामी जसरी उभिएका छौँ, उहाँको आत्माको चिर शान्तिको कामनाको लागि पनि साम्बोङहाङ गेदिङहाङ को समीपमा पुर्याउनका लागि 1 मिनट मौन धारण गरिदिनुको लागि म सम्पूर्णलाई म हात जोड्ने गर्दछु र म यहाँलाई सुरु भन्ने म घोषणा गर्छु। र सुरु धन्यवाद। र उहाँकै अब हामीसँग रहेको उहाँ र हामीहरूले रहेको भनेको एउटा शरीरमुखी छ। उहाँको आत्मा केही हामीलाई सेवा गरिसक्नु भएको छ, तसर्थ अहिले उहाँको सम्मान स्वरूप, उहाँलाई सम्मान स्वरूप विदाई गर्नको लागि सम्पूर्ण यहाँ हाम्रो उपस्थित हुनुभएका विशेष गरेर महिना सेवा अध्यक्ष आफ्नै
परिवारभित्रको हुनुहुन्छ। त्यस्तै किन सत्याङमा सेवा सङ्घका संयोजक मणिकुमारी गुरु र यसै माङ्गिमका संयोजक मसिन गलाउतीज्यूको बाहुलीबाट यो सिद्धोमा चाहिँ गरिदिनुको लागि खासरीमा मुसितोमा गरिदिनुको लागि म सिङ्गो रूपमा सबै तपाईँको हातमा फुल छ भने पनि उहाँलाई एउटा सम्मान स्वरूप विदाई फुल चढाएर विदाई गरिदिनुको लागि। हेलो आदरणीय गाइज, आज म यहाँ यो कमल स्थित नोमाङ्गेना सेवामा छु। अति नै दुखित घडीमा छु आज म, जहाँ हाम्रो सत्याहाङमा धर्ममा एकजना महान पुजारी भक्तिराज तुम्बाबुज्यूको अवसान भएको छ। उहाँ यही नोमाङ्गेना सेवामा यसका मुख्य पुजारी हुनुहुन्थ्यो। उहाँ हाम्रा नाताले मेरो दाजु पर्नुहुने उहाँ आज सदाको लागि अस्ताउनु भएको छ। अति नै दुखित घडीमा छौँ हामी, म लगायत सम्पूर्ण तुम्बाबु दाजुभाइहरू। एउटा हामीले ठुलो क्षति बेहोर्नु परेको छ। सत्याङमा धर्ममा अति नै ठुलो क्षति हामीले बेहोरेको छौँ। उहाँ अति नै दिग्गज व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ अति नै माङको एउटा भक्त हुनुहुन्थ्यो। उहाँले सम्पूर्णलाई माङ सेवा गर्नुपर्छ, सेवा छोड्नु हुँदैन, हरदम हर क्षण सेवा गरिरहनुपर्छ। सेवामा शक्ति छ, भक्ति छ। हामी सत्याहाङमाको धर्म नै सेवा गर्नु हो भनेर भन्नुहुन्थ्यो। हिजो अस्ति जस्तो लाग्छ उहाँले यहाँ हामीलाई अति बेसी दिनुभएको, तर आज उहाँको अवसानले हामी सम्पूर्ण तुम्बाबु दाजुभाइलाई गहिरो चोट लागेको छ। उहाँको क्षति हामीले कहिले पनि पुरा गर्न सक्दैनौँ। जो आज यहाँ उहाँले सेवा गरिरहनु भएको यो मन्दिर र माङसिङमा चाहिँ उहाँलाई परिक्रमा गराएर अहिले उहाँलाई अब अन्त्येष्टिको लागि हामी लाने तयारी गरिरहेको छौँ। उहाँ अहिले उहाँका भक्तजनहरू र सहकर्मी गुरु सेवाहरू सम्पूर्ण यहाँ भेला भएर उहाँको यो दाह संस्कारको लागि अहिले यो नोमाङ्गेना सेवाको यो प्राङ्गणबाट हामी लैजान तयारी गरिरहेको छौँ। चाहन्छु र हामी 3 ओमकार गर्न लागि सम्पूर्णलाई म अनुरोध गर्दछु।
के भरमा बस्छु ल आज मान्छे नआएर चाहिँ राख्यो